छ। यो चाहिँ चिसान घर हो। विशेष गरी सुन्तलालाई बेमौसमी तरिकाले बिक्री गरेर केही आम्दानी होला भनेर यो चाहिँ 15 लाखको हिसाबमा यो निर्माण गरेको 2 वर्ष भयो। 10 लाख रुपियाँ यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कृषि आधुनिकीकरणको अनुदान र 5 लाख चाहिँ म आफ्नो हिसाबले यो बनाएको हो। यो चाहिँ बनाउँदाखेरि सुन्तला मात्रै नभएर अरू तरकारी जन्ती वस्तुहरू आलु मकै अनि गएर चाहिँ लसुन प्याज जति पनि स्टोर गरेर पछाडि बजारमा चाहिँ बेच्नलाई सहज भएको छ। यसले चाहिँ धेरै फाइदा दिएको छ र मेरो लगायत अरू बाहिरबाट पनि नजिकका छिमेकी साथीहरूले पनि आलु मकै चिसानमा राखिदिनु भनेर चाहिँ दिनुहुन्छ। म चाहिँ राखेर पठाउँछु। त्यसरी चाहिँ यो चाहिँ बनेको छ। यसले चाहिँ राम्रै काम दिएको छ सर। चुनी अनि गएर यो चाहिँ मुसा दग्ने यस्तोबाट चाहिँ धेरै कुराको सुविधा हुन्छ। यो पनि टिमुर हो। यो पुरै सुन्तला बुढाएर पुरै छ मेरो यो टिमुरको कति बोट छ नि? टिमुरको त छन् सर 150 जति बोट छ। पुरानो सानो खेलाको होला। हजुरकै यहाँ चाहिँ यहाँबाट हजुर परेसम्म फल्यो त्यो रातै रातै। यो पनि फल्यो नि। भनेपछि कति बोट छ नि टिमुरको? मेरो टिमुरको चाहिँ फल दिने फल पुराना प्राकृतिक चाहिँ 10वटा छन्। यो प्राकृतिक बोट हो र मैले रोपेको चाहिँ 100 भन्दा बढी छन्। यो चाहिँ पुरा जग्गा निरखेर भयो जतासुकै टिमुर रोपेर बसिरहेको थिएँ। अहिले चाहिँ टिमुर फल्यो। पोहोरभन्दा अलि राम्रो तरिकाले अब पाकेको छ। राम्रो तरिकाले पाकेको छ। पाकेपछि टिप्ने त्यसपछि भैमा सुकाएर मलिनो घाममा सुकाउने र अनि चाहिँ 1 केजीमा 1 पाथी हुन्छ। 1 केजी 1 पाथी बराबरको हिसाबले चाहिँ थैलोमा हालेर बाहिर देश अब जहाँ पाइन्छ बजारमा त्यहीँ बेचिएको छ। हजुर कहाँ पुऱ्याउनुहुन्छ अहिले? अहिले हाम्रो टिमुर चाहिँ जर्मन इको हिमालको मद्दतबाट जर्मन जान्छ। मैले वर्षै पछि 2 मिरी हजुर 3500 रुपियाँ पाथीमा केजीलाई पारेर म चाहिँ जर्मन म आफै बोकेर लगेर काठमाडौँ बुझाउँछु। त्यसपछि जर्मन पुऱ्याउनुहुन्छ हजुरले? चाहिँ हाम्रो यो तोरीपानीको टिमुर घतानको टिमुर भनेपछि जर्मन जान्छ, काठमाडौँ जान्छ। र फेरि यो अहिले 68-69 सालको कुरा हो सर। हजुर यो चाहिँ हाम्रो म्याग्दीको चाहिँ उद्योग वाणिज्य सङ्घले एक गाउँ एक उत्पादनको शीर्षकमा यो तोरीपानीलाई घतानलाई भनौँ टिमुर उत्पादन एरिया घोषणा गरेको हुनाले जिल्ला वनको सहायताबाट पालिकाको सहायताबाट हामीले चाहिँ जडीबुटी शीर्षकमा टिमुर व्यवसाय गर्दै आएका छौँ। अब चाहिँ माग आइराखेको छ। कहिले बिउको लागि कहिले मसलाको रूपमा चाहिँ आउँछ। यो टिमुर चाहिँ भित्रको बिउ कालो गेडा चाहिँ मसला कालो हुन्छ। हजुर बिउको लागि प्रयोग हुन्छ। यो बाहिरको रातो चाहिँ मसलाको रूपमा प्रयोग हुन्छ। छन त अन्यत्र पनि छ सर टिमुर। तर यो तोरीपानीको घतानको टिमुर भनेपछि यसको स्वाद राम्रो हुन्छ। मन पराएका छन्। यी पनि अब लगाएको 2 वर्ष भयो सुन्तलाहरू। ए सुन्तला लगाएको 2 वर्ष भयो? 2 वर्ष भयो। 2 वर्ष अलि अग्लो बुट्टा थिए। हजुर बुट्टाहरू चाहिँ फल दिइसक्यो। यो सबै धान खेतहरू अनि पुरै यो खेत पनि मेरै हो सर। अब यो खेतमा धान काटेर आलु लसुन प्याज अनि सिम साग भन्ने हुन्छ। उता खोले साग भनिन्छ हामीले। सिम साग लगाएर चाहिँ अब आफ्नो आम्दानीमा वृद्धि गर्ने तरकारी खेती किसानलाई अघि बढाउने र चाहिँ माटोको सदुपयोग पनि हुन्छ समयको सदुपयोग पनि हुन्छ भन्ने उद्देश्यले म चाहिँ यसमा लागेको छु। कति रोपनी जमिन छ हजुरको यहाँ आसपास? 8 13 रोपनी 13 र 8 21 रोपनी जग्गामा मैले तरकारी खेती यो घर आसपासमा 13 रोपनी जग्गा छ। त्यसमा सुन्तला टिमुर टनेलहरू अब यो चाहिँ सिजन अनुसार बेमौसमी अनुसारका चाहिँ गरेको छु। र टमाटर पनि मैले अहिले चाहिँ कति भने पछाडि हजुरको चाहिँ राम्रै तरिकाले बेचेँ। अब 2000 केजी बिक्री गर्नुभयो। यो 5 वर्ष लाग्दा अहिले चाहिँ अलिकति अब सिजन अफ भइसकेको छ। त्यही पनि त्यहाँ गोडमेल छ। सकेर काम गर्नु। हजुर ए माछा पालन नि गर्नुभयो रहेछ त? चाहिँ 80
80 सालमा पोखरी बनाए ए, सिँचाइको लागि भनेर चाहिँ कृषि ज्ञान केन्द्र मार्फत चाहिँ सहयोगबाट यो चाहिँ पोखरी बनाए। त्यसपछि पोखरी खाली भयो। खाली भयो किन खाली राख्ने, पानी आफ्नो हो भनेर चाहिँ माछाको भुरा हालेपछि राम्रो किसिमको चाहिँ एउटा चाहिँ उत्पादन दियो। तर यो माछा चाहिँ यहाँको पानी अनुसार र माछाको चाहिँ विशेषता अनुसार चाहिँ अब असाध्यै टेस्टी असाध्यै राम्रो खालको छ। ढिलो उत्पादन ढिलो दिन्छ तर चाहिँ राम्रो छ। मैले चाहिँ अहिलेसम्म मैले चाहिँ माछा बनाएपछि किसानहरूलाई माग अनुसारमा थाम्न सकेको छैन। जति उत्पादन हुन्छ आएर आफै टिपेर झिकेर लानुहुन्छ। अब प्रति केजी कमन कार्प नाम गरेको चाहिँ माछा हो। 1 केजीलाई 1000 रुपियाँको दरले चाहिँ मैले यो पोखरीमा 10 केजी जति अहिले बिक्री गरेँ। यहाँ पातलो छ अहिले र यो पोखरीमा हालेको चाहिँ 1 वर्ष भयो। यहाँको झिकिसकेको छैन र आवश्यकता अनुसार ग्रेडिङ गर्दै झिक्दै इष्टमित्र पर पाहुनालाई पनि माछा चाहिँ स्वाद दिएको छु। र मलाई कहाँसम्म चाहिँ त्यसलाई चाहिँ विज्ञापन पनि गरिदिनु होला, फोकस गरिदिनु होला र त्यसमा सर आइदिनु भयो धेरै धन्यवाद दिन्छु। र यसरी खेर गएको पानीलाई सदुपयोग गर्ने, जमिनलाई सदुपयोग गर्न सकियो भने हाम्रो गाउँघरमा अब चाहिँ बेरोजगारी समस्या पनि हट्न सक्छ। र मेरो परिवारमा छोराले विदेश नगइकन यही व्यवसायमा काम गर्छु बा भनेको छ। म पनि 33 वर्ष चाहिँ विद्यालयमा गल्छेर माध्यमिक विद्यालयमा चाहिँ प्राइभेट द्वितीयसम्म पढाएँ र रिटायर पछि के गर्ने भनेर मलाई अझ समय पुगेको छैन। व्यवस्थापन मिलाएको छु। अब रुटिन जस्तै तरिकाले कक्षा कोठामा गए जस्तै तरिकाले अब टमाटरको चाहिँ झार फाल्ने, गोडमेल गर्ने, अनि गएर बाख्रा, अनि त्यसपछि काउली बन्दाको बिरुवाहरू जमाउने, अनि धान खेतीको व्यवस्थापन गर्ने, आलु सिजनअनुसार लाग्ने, अनि कहिलेकाहीँ जिल्लातिर कन्ट्याक्ट गरेर चाहिँ अब पालिकामा अफिसहरूमा गएर चाहिँ मेरो चाहिँ आफ्नो यो फर्मलाई पहिचान दिने, तालिमको बारेमा सहयोग मागेको छु। यसरी मेरो दिनचर्या चाहिँ बितिन्छ र बित्छ पनि। दाना हाल्नको लागि तिना, अनि भटमास, पिठो, तिना, त्यसपछि अब मकैको चाख्लाहरू आदि इत्यादि बनाएर चाहिँ टाइम मिलाएर ठिक 11 बजेतिर दाना फाल्नुपर्छ दिउँसोको र बेलुका 5 बजेतिर दाना दिनुपर्छ। बनाएर चाहिँ पाल्नु पर्दो रहेछ। यो चाहिँ अलिकति पौडिनालाई माछालाई अब ठाउँ नपुगे जस्तो छ। र मैले चाहिँ 3 सिमल टिपिसकेँ। अहिले चाहिँ अब फेरि सिँचाइ गरेर अर्को लहरलाई मल, बिउ, जलमल, भिटामिनहरू हालेर अब अर्को लहर पनि फल्छ कि भन्ने आश गरेको छु। र अहिले चाहिँ मैले यो र दुईवटा टनलबाट 2000 केजी बेचेर प्रति केजी 50मा बेचेँ। भाउ हुँदा टमाटर हुँदा भाउ हुन्न, भाउ हुँदा टमाटर हुन्न। कहिले त्यत्तिकै पनि लैजा भन्नु पर्ने हुँदो रहेछ। यसरी चाहिँ यो टमाटरले राम्रै दिन्छ सर। यसमा चाहिँ जुन किसिमको विज्ञापन हो, जुन किसिमको चाहिँ टनेल कतिवटा बनाउनु भएको नि हजुरले? मेरो टनेल चाहिँ 5वटा छ। 5वटा टनेलमा एउटा नर्सरीको लागि तयार बनाएको छु। सुन्तला जातको नर्सरी अघिल्लो वर्ष त्यो माथितिर छ अहिले हेरौँला। अघिल्लो वर्ष सुन्तलाको बिरुवा बेचेर अहिले फेरि अब जमाउने लक्ष्यमा छु। सुन्तला बिरुवा पनि बिक्री गर्नुहुन्छ? मैले चाहिँ पालिका एउटा चाहिँ एउटा अन्नपूर्ण अनि प्राइभेट किसानलाई पनि सुन्तलाको बिरुवाहरू बनाएर यही लोकल यहीँकै मेरो आफ्नो बिउ ल्याएर बिउ बनाएर चाहिँ बेच्ने काम गर्छु। र त्यही बिउले पनि नजिकमा लगाएका किसानले पनि फल दिइरहेछ, राम्रै छ भन्ने चाहिँ गुनासो आयो। त्यसमा चाहिँ केही समस्या देखिँदैन। र यो चाहिँ टिप्न अप्ठ्यारो भएको हुनाले यो चाहिँ यो सिग्नेचरको माध्यमबाट यसरी हाँगा काट्ने, अनि चाहिँ त्यसलाई हाँगै काट्ने त्यसलाई नपुगेको ठाउँमा यसरी हाँगा काटेर यसरी टिपेर चाहिँ तालिमबाट चाहिँ हामीले सिकेका छौँ। यसरी हामी टिप्नु सुन्तलामा अनि यो तरकारी खेती, आलु खेती, कृषिमा चाहिँ लाग्यो भने दुःख पनि हुन्छ, 2-4 पैसा देख्न पनि सकिन्छ।
अब आजभोलिका युवाहरूले यतापट्टि ध्यान दिनुपर्ने आवश्यकता मैले महसुस गरेको छु हजुर र चासो नदिने भने भएका जमिन जग्गा पनि खाली बस्छन् यो जडीबुटी पनि लोप भएर जान्छ भोलि हाम्रो गाउँघरको चाहिँ एउटा चाहिँ हेर्न लायककै ठाउँ गाउँघरको चाहिँ उत्पादन हुने ठाउँको पनि लोप भएर जान्छ त्यसैले मैले चाहिँ पछाडि परेका टिमुर चिराइतो त्यसपछिबाट वनमा पाइने अन्य जडीबुटीहरू सतुवा यिनीहरूको पनि नर्सरी बनाउने मेरो लक्ष्य छ त्यो भयो भने बिमारी हुँदा जो औषधिको रूपमा प्रयोग गर्न सकिन्छ र ठ्याक्कै भन्नुपर्दा यो चाहिँ टिमुर चाहिँ चटनीमा प्रयोग हुन्छ दाँत दुखेकोमा प्रयोग हुन्छ पेट दुखेकोमा प्रयोग गर्न सकिन्छ थोरै खाने हो त्यसपछि यसको चाहिँ उसले भित्रपट्टिको मसला कालो मसलाले त्यसमा पिनेर अनि यो घुँडा दुखेको त्यसपछिबाट चाहिँ हड्डी दुखेको पनि सन्चो हुन्छ टिमुर चाहिँ अब धेरै उपयोगी वस्तु हो हेर्दाखेरि चाहिँ हजुरले एक मुरी यति बनाउनुहुन्छ मेरो चाहिँ अहिले एक मुरी हुन्छ अब भाउ कति अब बजार चाहिँ कतिसम्म हुन्छ अब काठमाडौँ कतिसम्म जान्छ जर्मनले कतिसम्म लान्छ रहेको चाहिँ अब कहिले हजुरले केजीमा बेच्नुहुन्छ यहाँ 1 केजी बराबर 1 पाथी नै हुन्छ 3500मा चाहिँ बेचिया छ अहिले पनि त्यो 3500 नै गर्ने हो त्यो चाहिँ समस्या छैन टिमुरले चाहिँ यसको चाहिँ बास्ना यसको चाहिँ बुट्टामा फलेको देख्दा र यसको महत्त्व बुझ्दाखेरि त अब खेर गएका बार बन्देजमा खेर गएका जग्गामा यसलाई सिँचाइ गर्नु पर्दैन केही गर्नु पर्दैन अब चाहिँ ढुङ्गाको कपेरा उम्रिएको पनि फलेको छ त्यसले राम्रो आम्दानी दिन्छ उता बारीको संरक्षण हुन्छ माझा खेती लगाउने अनि छेउछाउ बार बन्देजको काम पनि गर्छ आम्दानी पनि हुन्छ र खास गरी यो टिमुरको यति फोकस आउनको लागि यहाँसम्म ल्याउनको लागि म्याग्दी जिल्ला डिभिजन वन कार्यालयका चाहिँ एउटा वन हाकिम सर अधिकृत सर हाम्रो चाहिँ ऊ हुन्छ के चन्द्रमणि सर हुनुहुन्छ उहाँले चाहिँ यहाँसम्म चाहिँ धेरै कुराहरू सिकाउनु भयो तालिम दिनुभयो र उहाँ चाहिँ जडीबुटी सम्बन्धी विज्ञ पनि हुनुहुन्छ र अरू थप जानकारीको लागि जडीबुटीको थप जिज्ञासाको लागि पनि उहाँ सरसित कन्ट्याक्ट गरेपछि म्याग्दी जिल्लाभरि के जडीबुटी छन् भन्ने कुरा पनि सरको जानकारी अनुसार काम गर्न सकिन्छ कार्यालयले नै गरेको त्योभन्दा पहिला त 300 200 मुस्ताङको चाहिँ भोटेसँग चाहिँ जम्मूसँग साट्ने 300 रुपियाँमा फाल्ने काटेर फाल्ने चलन थियो पछि चाहिँ जडीबुटीको आविष्कार आइसकेपछि अहिले चाहिँ भाउ मान्यता भएको छ यहाँ हजुरले यो अहिले नयाँ लगाउनु भएको टिमुर यो लगाएको 2 वर्ष 2 वर्ष चाहिँ अब बिरुवा यो मैले रोपेको हो त्यो बिरुवा चाहिँ प्राकृतिक हजुरले रोपेको अहिले फल्न लागेको छ 2 वर्ष रोपेको 3 वर्ष भयो फल दिन लागेको 2 वर्ष 2 वर्ष भयो ठिक छ ल म चाहिँ 33 वर्ष स्कुलमा पढाएँ त्यसपछि अब रिटायरको जीवनपछि के गर्ने भन्ने सोच चाहिँ 2 वर्ष 3 वर्ष अगाडि नै बनाएर त्यो कृषि फर्म दर्ता गरेर कृषितिर लाग्नु पर्यो भन्ने खालको चाहिँ राज्यको पनि त्यही पोलिसी र मलाई पनि त्यही कृषितिरै मन परेको हुनाले यो एमएनसी सुन्तला उत्पादन कृषि समूह गठन एउटा दर्ता गरेर समूह बनाएर एउटा चाहिँ फर्म तयारी बनाएर मैले चाहिँ यो विभिन्न किसिमका टनलहरूभित्र विभिन्न प्रकारका चाहिँ मौसमी बेमौसमी टमाटर काउली बन्दा अनि नर्सरीका विभिन्न किसिमका बोट बिरुवाहरू बनाएर चाहिँ यो एउटा बिक्री वितरण गर्दै आएको छु र अब चाहिँ 33 वर्ष विद्यालयमा पढाएपछि बाँकी जीवन यो चाहिँ कृषि फर्ममा रमाउँदै लागेको छु र मलाई आफ्नो अनुभूति अनुसार जो कसैले पनि कृषिमा आबद्ध भएर आफ्नो चाहिँ ताजा आफूले पनि खान पाइयो र बजारमा पनि ताजा फलफुल बेच्न पाइयो र एउटा चाहिँ कोसेलीको रूपमा पनि आफ्नो इष्टमित्रलाई भएको चिज दिन सजिलो भयो बजारमा जानु परेन त्यसो हुँदा एक त अलिकति कमाइ पनि हुने र आफ्नो आवश्यकता पनि टर्ने
भएको र फेरि आफ्नो चाहिँ समयलाई पनि सदुपयोग गर्न सक्ने त्यो खालको चाहिँ वातावरण कृषिलेमा भएको विशेषता भएको हुनाले यो पेसा मलाई मन परेको हुँदा इत्यादि कृषि सम्बन्धी विभिन्न किसिमका तरकारी खेती अन्न बालीहरू बनाएर चाहिँ बेच्दै आएको छु र मेरो वर्षको रूपमा विभिन्न तरिकाबाट टिमुरबाट 1 लाख जति अनि टमाटर अन्य विभिन्न किसिमका चाहिँ सागसब्जी बेच्दा 1-1.5 लाख अनि सुन्तलाबाट चाहिँ पनि त्यही 2-3 लाख गरेर मेरो वर्षको 10 देखि 8 लाख जति मेरो सामान्य कमाइ हुन्छ र अझ लाग्यो भने अझै चाहिँ यसलाई चाहिँ फोकस मैले चाहिँ वृद्धि योजना बनाएर अझ विभिन्न किसिमका चाहिँ प्लानिङ गराएर कसरी अगाडि बढाउने भन्ने खालको योजना मेरो चाहिँ एउटा चाहिँ योजना गराउँदैछु त्यो योजना मुताबिक मैले काम गर्न सकेँ भने मेरा छोरा नातिको पालामा यो चाहिँ पकेट एरियै भएर सुन्तलाको र अरू विभिन्न किसिमका फलफुलका अरू चाहिँ तरकारी खेतीबाट चाहिँ कमाएर आत्मनिर्भर रहन सकिन्छ भन्ने एउटा विश्वासका साथ म अगाडि बढेको छु। एक त विद्यालयको नाताले विद्यालयको कुरा त अब विद्यालयमै भयो, क्लासमै सिद्धियो। बाँकी चाहिँ समयमा मैले यो टिमुर सम्बन्धी यो घरेलु व्यवसाय, त्यसपछि उद्योग वाणिज्य सङ्घको सहयोगबाट, त्यसपछि जिल्ला वन कार्यालय म्याग्दीको सहयोगबाट, त्यसपछिबाट इको हिमालको सहयोगबाट समयमा यो नर्सरी टिमुरको नर्सरी कसरी गराउने अनि अरू नर्सरी कसरी गराउने भन्ने कुरा चाहिँ तालिम लिएको छु र तालिम दिएर 1 हप्ता चाहिँ एउटा लखन थापा गाउँपालिका भन्ने ठाउँमा चाहिँ गएर पालिकामा बोलाएर म चाहिँ गएर टिमुरको तालिम दिएर आएको छु र बिरुवा राम्रोसँग उम्रियो भन्ने पनि जानकारी आयो। समूहमा विभिन्न साथीहरूले बोलाएको खण्डमा मद्दत मागेको खण्डमा चाहिँ र कहिलेकाहीँ त्यो प्रस्तावहरू लेख्ने किताबहरू लेख्ने यो चाहिँ तरकारी सम्बन्धी अब चाहिँ माग अनुसारका चाहिँ व्यवस्थापन कसरी गर्ने, प्रपोजल कसरी लेख्ने, दर्ता कसरी गर्ने भन्ने कुरा पनि मैले साथीहरूलाई सिकाएको छु। म चाहिँ यो सामुदायिक वनको पनि सचिव भएर काम गरिरहेको छु अनि गएर विभिन्न किसिमका अन्य सङ्घ संस्थामा पनि काम गरेको छु। यसरी मेरो जीवन चाहिँ अब मलाई फुर्सद छैन, मैले चाहिँ विभिन्न तरिकाबाट व्यवस्थापन मिलाउँदै अगाडि बढेको छु अनि गएर यसलाई विज्ञापन गर्नको लागि अनि यसलाई चाहिँ अझ विकास मैले मात्र नभएर सबै जनताले गाउँमा भएका नयाँ युवाले पनि यिनी कुराहरू सिकेर चाहिँ आत्मनिर्भर हुन् भन्ने मैले लक्ष्य राखेको छु। 2 वर्ष हो यो सुन्तलाहरू मेरो चाहिँ अब अहिले फल दिने 50-70वटा छ। बारीभरि सुन्तला यो 21 रुपियाँ जग्गामा मेरो सुन्तला छन् अनि कागती पनि छ 10-8 बोट अनि किवी छ, त्यस्तै गरेर टिमुर छ। जन्य वस्तु चाहिँ मैले बनाएको छु।